केवल मनोरञ्जनको लागि मात्र पालिएको होइन। पशुहरूलाई हामीले आफ्नो सजिलै पालेका हुन्छौँ। दुईटै भागलाई छैन हामीले पनि यो मेलामा प्रतिस्पर्धा गराउने क्रममा गोरुहरूको स्यान उनीहरूको तौल अनुसार नै हल वर्गीकरण तत्कालै गोरुहरूमा असर पर्न गएमा हामीसँग प्राविधिक टोली अथवा डाक्टरहरू पनि उपलब्ध छन्, पशु डाक्टरहरू। त्यसै गरी हामीले गोरुको वर्गीकरण गर्दा नै सुरक्षित रूपमा मेलालाई सञ्चालन गर्दै आइरहेका छौँ। यतिखेर हामी देख्न सक्छौँ आजको चौथो हल प्रतिस्पर्धा गरिरहेको छ। चौथो हल कस्तो लाग्छ नगरपालिका वार्ड नम्बर 5 का राजु मगर र तारकेश्वर गाउँपालिका रामचरण अछामी बीचको हल प्रतिस्पर्धा गरिरहेको छ। मैले फेरि पनि तपाईँहरूलाई आग्रह गर्न चाहे, कृपया गोरु प्रवेश गर्ने द्वारमा तपाईँहरू नबस्दिनु होला, उक्त स्थान खाली गरिदिनु होला। तपाईँहरूलाई गोरुहरू भागदौड गर्ने क्रममा कुल्चिने हान्ने सम्भावना हुन्छ। जो कटरको बोट मुनि गोरु प्रवेश गर्ने द्वारमा बसिरहनु भएको छ, तपाईँहरू त्यहाँबाट हटिदिनु होला। र आग्रह गर्न चाहे सुरक्षा निकायका साथीहरूले कटरको बोट मुनि गोरु प्रवेश द्वारमा बसिरहनु भएको दर्शक महानुभावहरूलाई उक्त स्थानबाट हटाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। यो तपाईँहरूको सुरक्षाको लागि नै हामीले भनिरहेका छौँ, बारम्बार भनिरहेका छौँ। गोरुहरू भागदौड हुने क्रममा तपाईँहरूलाई चोटपटक लाग्न सक्छ। त्यसैले गोरु प्रवेश गर्ने र बाहिरिने स्थानमा तपाईँहरू कृपया उभिएर नबस्दिनु होला। दुईटै उस्तै रहेछ, लामो समय जुल्ला जस्तो। बसेर न तपाईँ पक्राउनु उपस्थित महानुभावहरू, हामी कार्यक्रमको मध्यमा प्रवेश गरिसकेका छौँ र हाम्रो यस मैदानमा अहिले धादिङ जिल्ला नीलकण्ठ 5 निवासी राजु मगरको काले गोरु र त्यसै गरी तारकेश्वर गाउँपालिका वडा नम्बर 2 निवासी रामचरण अछामीको थारे गोरुको बीच भिडन्त भइरहेको छ। उनीहरू निकै लामो समयसम्म आफ्नो रणकौशल प्रदान गरी यहाँलाई मनोरञ्जन प्रदान गरिरहेका छन् र यहाँले यस कार्यक्रममा सफल बनाउनका लागि तारकेश्वर गाउँपालिका भित्र मात्र सीमित नरही छिमेकी जिल्ला धादिङ जिल्ला, त्यसै गरी छिमेकी स्थानीय तह बेलकोटगढी नगरपालिका लगायत अन्य स्थानहरूबाट पनि आजको यस मेलालाई सभ्य र भव्य रूपमा सफल बनाउनका लागि गोरु पालेर गोरुहरू यहाँसम्म जुदाउन ल्याइदिनुहुन्छ र हामी आयोजक टिमले सकेसम्म यस गोरुधनी कृषकलाई प्रोत्साहन स्वरूप पुरस्कारको व्यवस्था गर्ने गरेका छौँ। मलाई लागेको छ, आयोजकलाई लागेको छ, यो यहाँहरूको लागि त्यति धेरै पर्याप्त त होइन। यहाँहरूले यस मैदानमा यी गोरुहरूलाई देखाउन लायक बनाउनको लागि धेरै मेहनत गर्नुभएको हुन्छ, यहाँको धेरै श्रमको लगानी हुन्छ। सँगसँगै यसलाई सुस्त दुरुस्त तन्दुरुस्त र बलियो बनाउनको लागि यहाँले धेरै खर्च गरेर यिनीहरूलाई पोषणयुक्त खानेकुराहरू पनि खुवाउनु भएको हुन्छ। तर यहाँहरूको त्यो श्रम, यहाँहरूको त्यो लगानी अनुसारको पुरस्कार त नगर्ने हो र पनि आयोजकले आफूले व्यवस्थापन गर्न सकेको जति व्यवस्थापन गरेकोमा यहाँहरूले बिना आनाकानी ग्रहण गरिदिनु भएको छ। यसमा सम्पूर्ण कृषकगणी दाजुभाइहरूलाई आयोजक विशेष धन्यवाद दिन चाहन्छ।
र यहाँले जुन कार्यक्रममा यहाँ गोरु नपालिदिने हो भने मैले भने यस कार्यक्रमको आकर्षण र महत्त्व बिस्तारै घट्दै जान्छ। विगतका वर्षहरूमा जुधाउने गोरुहरूको निकै चाप रहने गर्थ्यो, तर यस वर्ष केही कमी भए तापनि उल्लेखनीय रूपमा र एकदमै देखाउन लायक गोरुहरू यस मैदानमा आएका छन् र यी गोरुहरू पाल्नको लागि अब आगामी दिनहरूमा यहाँको श्रम र यहाँको लगानी सँगसँगै मेलालाई ऐतिहासिक रूपमा विकास गर्नका लागि तारकेश्वर गाउँपालिकाले विशेष पहल कदमीको साथमा यस कार्यक्रम सञ्चालन र व्यवस्थापन खर्चमा पनि परिमार्जन गरेर अलि बढी रकम व्यवस्थापन गरी गोरुधनी कृषकहरूलाई अझै बढी प्रोत्साहन स्वरूपको पुरस्कारहरू व्यवस्थापन गर्न सकियो भने मेलाप्रतिको आकर्षण अझ बढ्दै जाने कुरामा हामी विश्वस्त रहेका छौँ। मैले यहाँलाई जानकारी गराइसके विगतका वर्षहरूमा सञ्चालन हुने कार्यक्रमहरूमा जुन भव्य खर्च लाग्ने तर जुन दर्शकहरूको मनमा अलिकति केही चिसो पस्ने आएर कार्यक्रमको प्रभावकारिता जुन यसको मनोरञ्जन प्रदान गर्ने ऐतिहासिक पहिचानको क्षेत्र घुम्दै गई राजनीतिक रणथलोको रूपमा कार्यक्रम विकास हुँदै गएको दर्शक दिगाबाट जुन गुनासो आइसके पश्चात यस वर्ष तारकेश्वर गाउँपालिकाले यस कार्यक्रमलाई अझै व्यवस्थित र दर्शकमुखी बनाउनको लागि केही रणनीतिहरू परिवर्तन गरेर यहाँहरू सामु आएको सर्वविदितै छ। मलाई आशा छ यहाँहरूले सर्वस्वीकार्य यस कार्यक्रमलाई बनाउनु हुनेछ र सबैले सहअस्तित्वको रूपमा यस कार्यक्रमलाई स्वीकार गर्नुहुनेछ र यस कार्यक्रमलाई सम्पन्न गर्नका लागि सबै तारकेश्वरवासी आम दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो जिम्मेवारीको रूपमा लिनुहुनेछ भन्ने मलाई आशा लागेको छ। त्यसै कारणले गर्दा यस वर्ष यहाँले मैदानमा स्वयंसेवकहरू देख्नु भएको छैन, किनभने हामीले विगतका वर्षहरूमा 25-30 जना स्वयंसेवकको व्यवस्था गर्थ्यौँ, तर यस वर्ष हामीले एकजना पनि स्वयंसेवकको व्यवस्था गरेका छैनौँ, किनभने यस कार्यक्रम तपाईँ हाम्रो नै हो। यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने जिम्मेवारी सम्पूर्ण तारकेश्वरवासीको। त्यसै गरी यस कार्यक्रमलाई मर्यादित बनाउने र यस कार्यक्रमलाई अझ आकर्षक बनाउँदै लैजाने जिम्मेवारी पनि तपाईँ हाम्रो नै हो। यहाँ कुनै एउटा व्यक्ति कुनै एउटा सङ्घ संस्थाको आयोजक पक्षको कमजोरी रहने भनेको तपाईँ हामी सम्पूर्णको कमजोरी हो, किनभने आयोजक पक्षलाई कुन तौर तरिकाबाट हामीले सहयोग गर्न सक्थ्यौँ त्यो कुरामा हाम्रो कुन पक्षमा कमजोरी रह्यो सल्लाह सुझाव यहाँहरूको रचनात्मक सहयोगको लागि तारकेश्वर गाउँपालिका सधैँ अपेक्षा राख्दछ। यहाँलाई थाहा नै छ विगत केही समयदेखि नै तारकेश्वर गाउँपालिकाभित्र सञ्चालित हुने कुनै पनि कार्यक्रममा खरिद गरिएका कुनै पनि सामग्रीको प्रयोग नगर्ने भनेर तारकेश्वर गाउँपालिकाले आफ्नो नीतिलाई कार्यान्वयनमा ल्याएको छ। त्यसकारणले औपचारिक रूपमा हुने कुनै पनि कार्यक्रममा खादा ब्याज माला र खरिद गरिएका मालाहरूको प्रयोग हुने गरेको छैन र त्यसै गरी यस कार्यक्रममा पनि मञ्चमा आसीन सम्पूर्ण अतिथिहरूलाई समान रूपले दर्शक दीर्घा सँगसँगै रहेर अब कार्यक्रमको अवलोकन गर्ने र सबैलाई यथास्थानमा आसन ग्रहणको योजना तर्जुमा भए अनुसार हामी त्यही अनुसार कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ। मलाई आशा छ यहाँहरूले अन्यथा लिनुहुने छैन र आफ्नो यथास्थानमा रहेर राज्यको संयन्त्रभित्र रहेर विभिन्न सरकारी कार्यालय कूटनीतिक नियोगका प्रतिनिधिहरू विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू नागरिक समाजका अगुवाहरू त्यसै गरी राजनीतिक दलका प्रतिनिधिहरू र यस कार्यक्रमप्रति चासो राख्नुहुने सम्पूर्ण नागरिकहरूले यथास्थानमा बसेर आफ्नो यस कार्यक्रमलाई अवलोकन गरेर यसमा सुधारात्मक पक्षलाई आयोजक समक्ष राख्दै राम्रा पक्षहरूलाई प्रचार प्रसारको क्रममा अगाडि बढाइदिनुहुनेछ भन्ने पनि मलाई आशा लागेको छ। त्यसै कारणले गर्दाखेरि हामीले यो कार्यक्रम आफ्नो गौरव आफ्नो इज्जत र तारकेश्वरको प्रतिष्ठाको रूपमा अगाडि बढाउनलाई भरपूर सहयोग गर्नुहुनेछ भन्ने पनि हामीले अपेक्षा राखेका छौँ। आयोजक पक्षले व्यवस्थापन गरे बमोजिम नियम बनाए बमोजिम यहाँले यातायातको साधनको पार्किङ सँगसँगै यहाँ चाहिँ व्यापार व्यवसाय गर्नुहुने आदरणीय व्यापारी दाजुभाइहरूलाई यस आयोजक टिमले तोकेको जुन धरौटी शुल्क बुझाएर अथवा यस कार्यक्रमलाई सबै रूप र सुरक्षित रूपमा र सरसफाई
पूर्ण तरिकाले सञ्चालन गर्नलाई सहयोग गरिदिनु हुन अनुरोध गर्छौँ। यहाँहरूले आर्थिक लाभ सँगसँगै यस कार्यक्रममा प्रतिष्ठित बनाएर त्यसको इज्जत र प्रतिष्ठाको लाभ लिइदिनु हुन पनि हामी अनुरोध गर्छौँ र मलाई लागेको छ आगामी वर्षहरूमा यहाँहरू जस्ता लगानीकर्ताहरू यस मेलामा भित्रिएर यसको व्यापार व्यवसाय प्रवर्धनमा पनि विशेष जोड दिनुहुनेछ भन्ने मलाई लागेको छ र यहाँलाई म जानकारी गराउन चाहन्छु केही समयमा नै लगभग प्रतिष्ठित लोक गायकहरू हाम्रो यस कार्यक्रममा प्रवेश गर्दै हुनुहुन्छ र यहाँहरूसँग यो गोरु जुधाइको मनोरञ्जन सँगसँगै हामी सांस्कृतिक झाँकी सँगसँगै लोक गौरीहरू प्रस्तुत गरेर सांस्कृतिक कार्यक्रमलाई पनि अगाडि बढाउन चाहन्छौँ। हामी मनोरञ्जन पूर्ण कार्यक्रम सँगसँगै सांस्कृतिक कार्यक्रमलाई पनि अगाडि बढाउने जबरजस्तीमा रहँदै गर्दा पनि कलाकारको उपस्थिति केही ढिलो हुन गएको प्रति यहाँहरूलाई जानकारी गराउन चाहन्छ र आयोजक पक्षलाई पनि यथाशक्य चाँडो कार्यक्रमको उद्देश्य अनुरूप तोकिएको समयमा नै कार्यक्रम स्थलमा उपस्थित भइदिनु पनि आयोजकले हार्दिक अनुरोध गर्दछ र यस कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरू हामी एकदम संयमित छौँ।